नमस्कार। आज हाम्रो साथमा हुनुहुन्छ सेन्ट्रल कलेजको प्रिन्सिपल भनौँ या ओनर भनौँ। हजुर, उहाँ हामीसँग हुनुहुन्छ। उहाँलाई स्वागत छ। जापानमा धन्यवाद, उहाँलाई स्वागत छ। धन्यवाद। सर्वप्रथम त तपाईँलाई मैले जापानमा स्वागत गर्न चाहन्छु। यसै गरी तपाईँलाई हामीले केही प्रश्न गर्न खोजेका छौँ। हजुर, कृपया उत्तर दिनुहोला। ओके, थ्याङ्क यू। अ, सम्भवतः जापानमा अहिले विभिन्न खालका भिजा स्ट्याटसहरू रहेको छ। जस्तो एउटा स्टुडेन्टको भिजा स्ट्याटस हुन्छ, वर्किङ भिजा स्ट्याटस लगायत डिपेन्डेन्ट भिजा स्ट्याटसहरू रहेको छ, बिजनेस पनि रहेको छ। यसमध्ये सबैभन्दा उपयुक्त भिजा स्ट्याटसको रूपमा तपाईँहरूलाई जापानमा सुरुमा आउनको लागि कुन तपाईँहरूले प्रिफर गर्नुहुन्छ? हामीले स्टुडेन्ट भिसालाई नै प्रिफर गर्छौँ। किन भन्दाखेरि जापानमा भाषा नभइकन केही पनि हुन सक्दैन। पहिलो जापानमा चाहिँ भाषा हुनुपर्यो, त्यसपछि सिप हुनुपर्यो, र पढाइ हुनुपर्यो, एजुकेसन हुनुपर्यो। र त्यसको लागि स्टुडेन्ट भिसामा आयो भने एटलिस्ट नेपालमै 5-6 महिना पढेको हुन्छ। जापानमा आएर पनि उसले चाहिँ 2 वर्ष जति 18 महिनादेखि 2 वर्ष भाषा पढ्छ। त्यसले गरेपछि एउटा जापानमा चाहिने एउटा लेभलको भाषा बन्छ र त्यसको अलावा सिप पनि सिकेर त्यो किसिमले आयो भने नै जापानमा भोलि जुन जापान आएर जुन भविष्य सुन्दर उज्जवल भविष्य खोजेको छ, वर्षौँ बस्ने, काम गर्ने, कमाउने, राम्रो पोस्टमा काम गर्ने, राम्रो कम्पनीमा काम गर्ने, बोनस दिने कम्पनीमा काम गर्ने, सेवा सुविधा दिने कम्पनीमा काम गर्ने जुन उद्देश्य छ, जुन भनिएको छ, सपना देखाइएको छ नेपालमा र देखिएको छ जापान गयो भने भयङ्कर हुन्छ भन्ने, त्यो सपना पुरा गर्नको लागि मेरो ब्याचलर गरिसकेपछि अथवा 12 कक्षा पास गरिसकेपछि त्यही भाषा 5-6 महिना पढेर जापानमा आएर 2 वर्ष भाषा पढ्यो भने नै जापान आएको सार्थकता हुन्छ जस्तो मलाई लाग्छ। भनेपछि विद्यार्थी भिजा नै सबैभन्दा उपयुक्त भिजा तपाईँको नजरमा रहेको छ। तर हजुर, विद्यार्थी भिजाको कुरा गर्दै जाँदा आजको दिनहरूमा सबैभन्दा बेसी विद्यार्थीहरू जापानमा आइरहेका छन् र उनीहरू अहिले धेरैजसो कतिपय घटनाहरू, आत्महत्याका घटनाहरू पनि सुन्न गइरहेको छ, हजुर, डिप्रेसनका घटनाहरू हजुर, सुन्न गइरहेको छ। म आफूले चिनेको कतिपय व्यक्तिहरू नेपाल फर्किसक्नु भएको छ। उहाँहरू चाहिँ मेन्टल्ली रूपमा अनस्टेबल रहनु भएको छ। अहिले जापानमा आइसकेपछि यहाँको प्रेसर, विभिन्न कारणहरू रहेको छ। यसको विषयमा चाहिँ यसको नजर चाहिँ के छ भन्दाफेरि कन्सल्टेन्सीहरूले चाहिँ पैसा खानको लागि विद्यार्थीलाई चाहिँ हुन्छ नि, जापानमा चाहिँ यस्तो राम्रो छ, उस्तो राम्रो छ मात्र भन्ने, सङ्घर्षका कथाहरू नभन्ने हजुर। र उनीहरूलाई जापान टेकाइदिएपछि सबै कुरा भयो भन्ने खालको प्रविधि बढेको छ भनेर जताततै आलोचना आएको छ। सम्भवतः कन्सल्टेन्सीहरूलाई नि बेसी आरोप लगाइन्छ। यसको विषयमा चाहिँ तपाईँलाई के छ? यसको जिम्मेवार कन्सल्टेन्सी हुन् या हाम्रो जिम्मेवार त पठाइदिने मात्र हो भन्ने हो कि के हो तपाईँको धारणा चाहिँ अब यसमा? यस्तो छ, यसको जिम्मेवार चाहिँ सबै पक्ष हुनुपर्छ। सर्वप्रथम त विद्यार्थी आफै नै र गार्जियन आफै, मुख्य विद्यार्थी आफै नै यसको जिम्मेवारी हुनुपर्छ। जापान जस्तो देशमा जापानिज भाषा मात्रै चल्छ र जापानिज भाषा राम्रोसँग नपढिकन, कुनै सिप नसिकिकन तपाईँको यत्तिकै आउँदाखेरि त्यो समस्या हुन्छ नै, भइरहेको छ, अझै बढ्नेवाला छ। त्यो भएर विद्यार्थी आफै पनि जागरुक हुनु पर्यो र त्यसमा जुन कन्सल्टेन्सीबाट आउँछ त्यो कन्सल्टेन्सीले राम्रोसँग यो कुराहरू बताउने, पढाउने, ट्रेनिङहरू दिने, सिप सिकेर जानुपर्छ, भाषा सिकेर जानुपर्छ, नत्र जापानमा गाह्रो छ, जापानमा पनि धेरै स्ट्रगलिङ छ र यो एकदमै गाह्रो छ भनेर बताइदिइसकेपछि पक्कै पनि यो समस्या समाधान हुन्छ। र म एज अ कन्सल्टेन्सी सञ्चालक सेन्ट्रल कलेज, जुन चाहिँ जापानकै लागि नाम मात्रै काफी छ भन्ने जस्तो कन्सल्टेन्सी, एउटा हजारौँ विद्यार्थी पठाइसकेको छु। अहिले पनि हजारौँ लाइनमा छन् जुन जापान आउनको लागि विद्यार्थी भिसामा। हामीले चाहिँ सेन्ट्रल कलेजले चाहिँ ओरिएन्टेसन क्लासै राखेर सबै विद्यार्थीलाई हलमै राखेर पहिल्यै जानकारी गराउँछौँ कि जापानमा पैसा टिप्न पाइन्न, जापानमा 15 लाख वरिपरि लगानी गरेर जाने हो र भाषा राम्रो बनाएर जानुपर्छ, धेरै दुःख गर्नुपर्छ, धेरै स्ट्रगलिङ छ। जापानिजहरू संसारमा सबैभन्दा दुःख गर्ने तपाईँको देशका नागरिकमा गनिन्छन्। त्यो कारणले गर्दा सिप सिकेर जाऊ, भाषा सिकेर जाऊ, बल्ल तिमीले भनेको कुराहरू बिस्तारै हुँदै जान्छ, जाने बित्तिकै हुँदैन भनेर हामीले चाहिँ गाइड गरेका छौँ सेन्ट्रल कलेजले। त्यस्तै अरू कन्सल्टेन्सीहरूले पनि, नेपालभरिका कन्सल्टेन्सीहरूले पनि प्रोफेसनल तरिकाले जानकारी गराएर गरिदियो भने यो त्यो समस्या, विद्यार्थी जागरुक हुनु पर्यो, कन्सल्टेन्सीले सही परामर्श दिनु पर्यो। यो दुइटैलाई अझै गरियो भने चाहिँ यो समस्याको समाधान धेरैसम्म समाधान अगाडि बढ्छ। यसको लागि धन्यवाद। थप मैले तपाईँलाई एउटा प्रश्न सोध्न चाहेँ। तपाईँले सिप सिप भन्ने कुराहरू गर्नुभयो, तर हाम्रो सुन्नमा आएका कुराहरू कस्ता छन् भने जापानमा बसिसकेपछि भोलि बिहान हामी फर्किँदा त हामीसँग केही चिजै हुँदैन, न सिप हुन्छ न केही हुन्छ भन्ने खालका कुराहरू पनि छन्। यो विषयलाई तपाईँले कसरी बुझ्नुहुन्छ? जापानमा आयो, काम गर्ने बेलासम्म काम गरियो, त्यसपछि फर्केपछि सकियो, सुन्ने
भन्छ नि हात लगाए सुन्ने, पैसा छ भने पैसा छ नत्र भने सुन्ने भन्छ। अनि अर्को थप तपाईँले जुन सिपको कुरा गर्नुभएको छ, सिपहरू चाहिँ कस्ता सिपहरू सिक्यो भने चाहिँ काम लाग्ने हो? जस्तो अस्ट्रेलिया जेनरली अस्ट्रेलिया, अमेरिका जानको लागि चाहिँ कसैहरूले क्याफेका सिपहरू सिकेका हुन्छन्, कसैले आइटी सम्बन्धित रिलेटेड सिपहरू पनि सिकेका हुन्छन्, कसैले बेकरीहरू सम्बन्धित सिपहरू सिकेका हुन्छन्। अब विद्यार्थीहरूको लागि स्पेसल्ली चाहिँ कस्ता खालका सिप सिक्दा राम्रो, या सिप सिकेर तपाईँको जापानमा आइसकेपछि हामी जाँदाखेरि हात लगाएर सुन्ने भन्ने खालका कुराहरू सुनिएको छ नि, भाषा आउने हो, हजुर। भाषा यहाँ र चाहिँ थोरै यसो अलिअलि काम गर्ने हो, त्यसपछि लेबर टाइपको काम गर्ने हो, त्यसपछि फर्केपछि हात लगाएर सुन्ने, पैसा बोकेको छस् भन्ने खालका कुराहरू छन्। यो बारेमा चाहिँ तपाईँले के भन्नुहुन्छ? एकदम छोटकरीमा भनिदिनुहोस् है। सर्वप्रथम त यसरी जापानमा आएर 2-4 वर्ष मात्रै जापानमा बस्ने अनि जापानिज भाषा पढ्ने अनि फर्किने विद्यार्थी हुनुहुन्छ भने त्यो सोचले जापान आउँदैन आउनुहोस्। किन जापानमा अलिकति 15-20 वर्ष बस्ने, अनि तपाईँको भाषा पनि यहाँ सिक्ने, यहाँको पढाइ पनि सिक्ने, अनि यहाँको सिप पनि सिक्ने, पैसा नि कमाउने, सबै कुरा गरेर 15-20 वर्ष बसेर अनि त्यसपछि नेपाल गएर केही गर्ने सोच छ भने चाहिँ जापान आउँदा ठिक हुन्छ। नत्र भने जापानमा 2-3 वर्षको लागि जापान आएर जापानिज भाषा सिकेर फर्किँदा त केही पनि हुँदैन। तर जापान आउनुभन्दा अगाडि नै म के सुझाव गर्छु भन्दा, जापानमा अरू देशमा म अस्ट्रेलिया पनि घुमेको छु, लन्डन पनि घुमेको छु, हरेक देशहरू घुमेको छु। मैले विश्वभरि विद्यार्थी भिसामा काम गर्छु, पठाउँछु। र अस्ट्रेलियामा र लन्डनमा जाँदा डाइरेक्ट ड्राइभिङ सिकेर जान्छन्, त्यहाँ डाइरेक्ट तपाईँको चाहिँ उबर चलाउँछन्, तपाईँको चाहिँ सिप सिकेर होटल लाइनको कुक सिकेर जान्छन्, बारिस्टा सिकेर जान्छन्, कफी मेकिङ सिकेर जान्छन्, अन्य सिप सिकेर जान्छन्। डाइरेक्ट अङ्ग्रेजी जुन आइएलटिएस गरेर गएका हुन्छन् उनीहरू डाइरेक्ट उनीहरू त्यहाँ चाहिँ त्यो लेभलमा जब पाउँछन्। तर जापानमा जे सिप भए पनि जापानिज भाषा छैन भने त्यसले जब पाउन गाह्रो भएको कारणले पहिलो सिकाइ नै जापान आउने विद्यार्थीले मोरेर जापानिज भाषा नेपालमा पढ्नु पर्यो। त्यसको अलावा उसँग समय छ भने उसले चाहिँ अन्य सिप भनेको उसले चाहिँ होटल सम्बन्धी सिक्न सक्छ, अन्य किसिमका टेक्निकल सम्बन्धी सिक्न सक्छ। जे सिके पनि त्यहाँ सुरुवात गरेर आइसकेपछि भाषा राम्रो भएपछि यहाँ त्यही फिल्डमा चाहिँ अगाडि बढ्नलाई बिस्तारै उसले चाहिँ अवसर खोज्दै जान सक्छ। र जापानमा आइसकेपछि पढेर यहाँ आउने भनेको चाहिँ भाषा पढ्ने, त्यसपछि टेक्निकल कुनै सिपहरू पढ्ने, होटल सम्बन्धी पढ्ने, टेक्निकल सम्बन्धी पढ्ने, र अनि फर्केर सिप लिएर जाने हो। र यहाँ सिप सिकेर पढाइ नेपालमा गएर केही गर्दिन होइन कि, भाषा मात्रै 2-3 वर्ष आउने, भाषा सिक्ने, अनि भाषा पनि राम्रो नगरे नेपाल फर्किने, अनि जापानमा गएर केही पनि छैन भन्ने यस्ता केही 1-2% मान्छेहरू मान्छेहरू मात्रै फर्केको देखिन्छ। उनीहरूको पक्षमा हामी लाग्नु हुँदैन। धेरैले तपाईँको अगाडि बढेको छ। यहाँ तपाईँले कुक सिकेर तपाईँको ब्याचलर गर्नुहोस् अथवा टेक्निकल गर्नुहोस्। अस्ट्रेलियामा सबैभन्दा डिमान्डेड नै यहाँ जापानिज कुकको छ, सबभन्दा धेरै कमाइ हुन्छ। युकेमा त्यस्तै छ, जापानिज फुडको डिमान्ड बढेको छ। यही जापानमा कुक सिक्नुहोस्, नेपालमा गएर जापानिज रेस्टुरेन्ट खोल्नुहोस्, अस्ट्रेलियामा गएर खोल्नुहोस्, अर्काको जागिर खानुहोस्। यहाँ सिकेका सिप, जापानको सिप विश्वभरि काम लाग्छ। त्यो कुरा बुझेर सिक्न पर्यो नि त। सिक्दै नसिक्ने, गर्दै नगर्ने, हचुवामा आउने, 2-4 वर्ष भाँडा मान्ने, यताउता बेन्तो प्याक गर्ने, अनि भाषा पनि राम्रो नगराउने, फर्किने, जापानमा केही पनि छैन भन्ने, यो भनेको त्यो तपाईँको गलत हो। यो कुरामा चाहिँ हामी लाग्नु हुँदैन। धन्यवाद। धेरैभन्दा धेरै धन्यवाद तपाईँलाई। हाम्रो आज वाइबी सर हुनुहुन्छ, उहाँलाई चाहिँ धेरै ठाउँमा पनि सुन्न सकेको छ, फादर अफ सेन्ट्रल कलेज पनि भनिन्छ। उहाँले दिएको समयलाई चाहिँ हामी धन्यवाद भन्न चाहन्छौँ। साँच्चीकै जापानमा अहिले विभिन्न किसिमका स्किलहरू, स्पेसल्ली आइटीतिरको स्किलहरू चाहिँ धेरै नै रुचाइएको छ। यसको बारेमा पनि धन्यवाद छ, सबै कुराहरू जानकारी दिनुभएकोमा। थप तपाईँहरूले पनि यो कुरालाई चाहिँ व्यवस्थित गर्दै लैजानु भएको छ। थप अझै स्पेसली मैले के सुझाव गर्छु भने, लास्टमा जापानमा आइसकेपछि जापानिज कुक चाहिँ सिक्न सक्यो भने, अथवा चाहिँ खाइको केयर गिभरको चाहिँ यहाँ गऱ्यो भने, इन्टरनेसनली जहाँ पनि त्यो चाहिँ तपाईँको चाहिँ त्यो सिपको काम लाग्छ। एकदम हाइली डिमान्डेड छ अस्ट्रेलिया जस्तो देशमा झन्, र अन्य देशहरू इङ्ग्लिस कन्ट्रीमा पनि त्यो कुरा पनि छ। र सबैलाई राम्रोसँग पढेर आउनु होला। जापानमा अवसर छ, जापानमा मिहिनेत गर्नुपर्छ, दुःख छ र सबैले चाहिँ यो गरौँ। सबै कन्सल्टेन्सीवालालाई नि म आफू नै कन्सल्टेन्ट भएको नाताले के गर्छु भने, हचुवामा नपठाइदिनु होला, डकुमेन्ट छोपेर मात्रै पठाएर बिजोग बनाउने काम चाहिँ नगर्नु होला, र कन्सल्टेन्सीकै बदनाम गर्ने काम पनि नगर्नु होला भन्न पनि म त्यो पनि कन्सल्टेन्सीवालाहरूलाई पनि एउटा एज अ सुझाव दिन चाहन्छु। म आफू पनि एउटा अग्रज यही फिल्डबाट अहिले 20 वर्ष यता गरेर हजारौँ विद्यार्थी जापान पठाएको, विश्वभरि पठाएको, र यसको एउटा किसिमको नेतृत्व गरेर एउटा त्यो लेभलमा पुगेको कारणले सबैलाई सुझाव पनि गर्न चाहन्छु। धन्यवाद। पनि आजको समयको लागि हस्। धन्यवाद। थप तपाईँहरूले पनि सुधार गर्दै जानु होला, यहाँ भएका समस्याहरूलाई पनि बताइदिनु होला। बताउन आउनुभएको छ, धेरै नै सहयोग गर्नुभएको छ। तपाईँले चाहिँ नेपालमा खेलकुद लगायत विभिन्न क्षेत्रहरूमा सहयोग गरेको कुरा त म आफै जानकार पनि छु। म आफै पहिला आबद्ध रहेका संस्थाहरूमा पनि तपाईँले सहयोग गर्नुभएको थियो, यसको लागि धन्यवाद। हुन हामी एउटै
जिल्लावासी पनि ल रहेका छौँ। खुसीको कुरा, धन्यवाद आजको ल समयको लागि धन्यवाद धन्यवाद। छ जनक कणेलज्यू र तपाईँलाई ओसाकामा आएर पनि यहाँ आज इन्टरभ्यू तपाईँलाई दिन पाइयो र जानकारी तपाईँलाई जिज्ञासा मेट्न पाइयो। समय तपाईँले पनि मिलाउनु भएकोमा धन्यवाद छ। धन्यवाद।